ओम यो ब्रह्माणं विदधाति पूर्वं यो वै वेदांस प्रहिणोति तस्मै तमहदेवम् आत्मबुद्धि प्रकाशं मुमुक्षुर् वै शरणमहं प्रपद्ये। वैदिक दिव्य ज्ञान प्रतिष्ठानमा सबैजनालाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दै अब यो विवेक चुडामणि नामक वेदान्त प्रकरण ग्रन्थको आजको विषयलाई प्रस्तुत गरिँदैछ, जसमा चाहिँ यहाँनिर विषय छ आत्मनिष्ठको विधान। आत्मनिष्ठ कसरी बन्ने, ब्रह्मनिष्ठ कसरी हुने भन्ने सम्बन्धमा बताइन्छ। हुन त अब यो हर कसैका लागि कल्पनातीत हो, यो कल्पनादेखि परको कुरो हो यो, तर पनि यहाँनिर बताइँदैछ आत्मनिष्ठको विधान। आत्मनिष्ठ कसरी हुने, ब्रह्मनिष्ठ कसरी हुने भन्ने सम्बन्धमा यहाँ बताइएको छ। अन्तर्बहिषं चिरजङ्गमेषु ज्ञानात्मनाधारतया विलोक्य त्यक्ताखिलोपाधिरखण्ड रूप पूर्णात्मनाय सित एष मुक्तः। अर्थात जो समस्त छावर जङ्गम, छावर माने ढुङ्गा इत्यादि मुढाहरू जति पनि छन् छावर भयो यिनीहरू। त्यस्तै प्रकारले जङ्गम माने हिँड्ने डुल्ने कमिलादेखि लिएर झप्पे गडेउला कमिला भुस्ना झिँगा मच्छरदेखि लिएर जति पनि मनुष्य आदि जति प्राणी छन्, अब जलचर जलमा हुने प्राणी, पृथ्वीमा रहने प्राणी, आकाशमा उड्ने प्राणी, त्यसै प्रकारले विभिन्न प्रकारका माटा मुनि बस्ने प्राणी, यी सबै प्राणीहरू जति पनि छन् हिँड्ने डुल्ने, जो चाहिँ हिँड्ने डुल्ने गर्दछन् त्यस्तै प्रकारका प्राणीहरू सबैलाई भनिन्छ जङ्गम। यिनीहरू हुन् जङ्गम। त्यो अतिरिक्त यी जति पनि अचल पदार्थहरू जो छन् ढुङ्गा मुढा इत्यादि जति पनि छन् यिनीहरू सबै छावर प्राणीहरू छन्, छावर यिनीहरू सबै। यिनीहरू सबैमा बाहिर भित्र, यिनीहरूको बाहिर भित्र सबैतिर आफ्नो ज्ञान स्वरूप उनको आधारभूतलाई देख्दछ। देखेर समस्त उपाधिहरूलाई छोडेर अखण्ड परिपूर्ण रूपले स्थित रहन्छ, त्यही हो मुक्त। त्यसैले मुक्त भनिन्छ। यस्तो प्रकारले अन्तर्बहिषं चिरजङ्गमेषु ज्ञानात्मनाधारतया विलोक्य, समस्त पदार्थहरूको बाहिर भित्र सबै यी ढुङ्गा मोडा चराचुरुङ्गी जति पनि पदार्थ वस्तुहरू जति पनि छन् तिनीहरूको बाहिर पनि तिनीहरूको भित्र पनि आफ्नो स्वरूप माने आत्मा, ज्ञान स्वरूप आत्मालाई देख्दछ। ज्ञान स्वरूपले, आफ्नो ज्ञान स्वरूपले तिनीहरूको आधारभूत सबैलाई ब्रह्म तत्त्वलाई देखेर, त्यसलाई जानेर, त्यसको दर्शन गरेर, अनुभूति गरेर समस्त उपाधिहरूलाई छोडेर, उपाधि भनेको शरीर पनि उपाधि हो, मन बुद्धि प्राण यिनीहरू सबैलाई उपाधि भनिन्छ। शरीर यिनीहरू सबै जति पनि छन् उपाधि हुनु, यिनीहरूलाई छोडेर छोडिदियो। म शरीर होइन, इन्द्रिय प्राण मन बुद्धि म केही पनि होइन, यस्तै प्रकारले सबलाई रिजेक्ट गरिदियो, छोडिदियो। आफूलाई शरीर प्राण मन बुद्धि स्त्री पुरुष सन्यासी ब्रह्मचारी गृहस्थी अनेक प्रकारका लुलो लङ्गडे सबै मान्न छोड्यो, सबै छोडिदियो। सबलाई छोडेर अखण्ड परिपूर्ण रूपले अखण्ड सच्चित आनन्द स्वरूप ब्रह्म स्वरूप भनेर यस्तो प्रकारले त्यो रहन्छ, त्यही मुक्त हो। उसैलाई मुक्त भनिन्छ। मुक्त माने सबैबाट छुटेको, मुक्त भएको, फ्री भएको मानिन्छ। यस्तै प्रकारले अगाडि बताउनुहुन्छ यहाँ सर्वात्मना बन्ध विमुक्त हेतु सर्वात्म भावन्न परोसि कश्चित् दृश्याग्रहे सत्युपपद्यतेषु सर्वात्म भावोच सदात्मनिष्ठया। संसार बन्धनदेखि सर्वथा मुक्त हुनमा सर्वात्म भाव चाहिन्छ। सबैलाई आत्मस्वरूपले देख्ने भावदेखि बढेर अर्को कुनै पनि कारण छैन। अब यो बडा उत्तम कोटिको कुरो बताउँदै हुनुहुन्छ यहाँ भगवानले। संसार बन्धनदेखि मुक्त हुनका लागि संसारमा बाँधिएको छ मान्छे, कामले बाँधेको छ, क्रोधले बाँधेको छ, लोभले बाँधेको छ, मोहले बाँधेको छ। काम क्रोध लोभ मोह अहङ्कार, त्यसै प्रकारले राग द्वेष, राग भनेको लगाव, द्वेष भनेको घृणा, त्यस्तै प्रकारले यी सबैको मूल कारण अविद्या मायाद्वारा बाँधेको छ। मनुष्य अविद्याद्वारा अज्ञानद्वारा बाँधेको छ। अब यो बन्धनबाट छुट्नका लागि, यी बन्धनबाट मुक्त हुनका लागि सबैभन्दा उत्तम र सर्वोत्कृष्ट, सबैभन्दा उच्च कोटिको हाई लेभलको उपाय के छ त भन्दाखेरि सर्वात्म भाव माने आफ्नो आत्मभावले सबैलाई देख्नु। सर्वात्म भाव भनेको सबैतिर आत्माको दर्शन गर्नु।
सर्वात्मा भाव भनेको यसलाई भनिन्छ। सबै आत्मस्वरूप हुन्, आत्मादेखि भिन्न केही पनि छैन। सर्वम खल्विदम ब्रह्म, सम्पूर्ण ब्रह्म स्वरूप हुन, ब्रह्म तत्त्वदेखि अतिरिक्त अरू केही पनि छैन भन्ने यस्तो प्रकारको भावना, ट्रान्सेन्डेन्टल थट, यस्तो प्रकारको ब्रह्म भावना, कस्मिक थट, विश्वव्यापी सोच, सर्वात्मा युनिभर्सल थट, विश्वव्यापी नाना प्रकारका अर्थहरू लगाउँदैछन्, तर यहाँनिर सर्वात्मा भाव, यस्तो प्रकारको सर्वात्मा भावदेखि ठुलो अर्को केही पनि छैन। त्यसकारण संसार बन्धनबाट सधैँभरिका लागि मुक्त हुनका लागि सर्वात्मा भाव माने सबैलाई आत्मस्वरूपले देख्नुदेखि अतिरिक्त अर्को ठुलो उपाय छैन। सबै नै आत्मस्वरूप नै ब्रह्मस्वरूप भनेर यस्तो प्रकारले जान्नु नै सर्वात्मा भाव हो। र योदेखि ठुलो अर्को कुनै ज्ञान पनि छैन, कुनै ध्यान पनि छैन, कुनै प्रकारको उपाय पनि छैन, कुनै साधना पनि छैन, कोही साधन छैन। सर्वात्मा भावदेखि उत्तम अर्को कुनै साधना छैन। त्यस कारणले गर्दा यो नाम रूपलाई छोडेर केवल ब्रह्मात्मा भावको दर्शन गर्नु पर्यो, ब्रह्म र आत्म तत्त्वलाई देख्नु पर्यो, यस्तो प्रकारले जान्नु पर्दछ। योभन्दा ठुलो अर्को केही उपाय छैन, यस्तो प्रकारले बताउनुहुन्छ। निरन्तर आत्मनिष्ठमा स्थित रहनाले दृश्यको अग्रहण बाद भएपछि सर्वात्मा भावको प्राप्ति हुन्छ। अब यहाँ यो सर्वात्मा भावको स्थिति कसरी प्राप्त हुन्छ, सर्वात्मा भावको स्थिति कसरी प्राप्त हुन्छ, यसमा कसरी पुगिन्छ भन्दाखेरि यहाँ बताउनुहुन्छ निरन्तर आत्मनिष्ठमा रहनु पर्यो। अब आत्मनिष्ठमा कसरी रहने त भन्दा यहाँ पहिले बताइयो, पहिलो श्लोकमा समस्त छावर जङ्गम पदार्थको बाहिर भित्र, छावर भनेको ढुङ्गामुढा जाति छन्, जङ्गम भनेको हिँड्ने डुल्ने प्राणी, चराचुरुङ्गी, मनुष्य, किरा फटेङ्ग्रादेखि लिएर जम्मै प्राणीहरू जति पनि छन् ती सबैलाई आफ्नो ज्ञान स्वरूपद्वारा तिनीहरूको आधारभूत आत्मा ब्रह्म तत्त्वलाई देख्नु, उनीहरूको दर्शन गर्नु र समस्त उपाधिलाई छोडेर अखण्ड परिपूर्ण रूपले स्थित रहनु नै आत्मनिष्ठ हो। अब यहाँनिर बताउनुहुन्छ संसार बन्धनबाट मुक्त हुनका लागि सर्वात्मा भावदेखि ठुलो अर्को कुनै उपाय छैन भन्नुको मतलब निरन्तर आत्मनिष्ठमा रहनाले दृश्य भनेको जो देखिन्छ, शरीर पनि दृश्य हो, मन पनि, बुद्धि पनि, प्राण पनि, जति यो चराचर जगत जति पनि बाहिरको संसार छ, शरीर मन बुद्धि प्राणदेखि लिएर सबै आफ्नो इष्टमित्र जन बन्धु बान्धव जति पनि छन् कल्पना गरेका छन् संसारमा, ती सबै के हुन्, दृश्य हुन्, जो देखिन्छन् तिनीहरू दृश्य हुन्। मन पनि देखिन्छ, मनलाई पनि मेरो भनिन्छ, बुद्धि पनि देखिन्छ, बुद्धिलाई पनि मेरो भनिन्छ। जति पनि मेरो भनिने आफूदेखि भिन्न जति पनि पदार्थ छन् आफूदेखि फाल्टु, ती सबैलाई बात गर्नु पर्यो, अग्रहण मानेको छोडिदिनु पर्छ, तिनीहरूलाई सबैलाई छोडेर सर्वात्मा भाव प्राप्ति हुन्छ। त्यसो भएपछि सर्वात्मा भाव प्राप्ति हुन्छ। नाम रूपलाई परित्याग गरेपछि सर्वात्मा भाव प्राप्ति हुन्छ। यो सर्वात्मा भावदेखि ठुलो अर्को कुनै पनि मुक्तिका लागि अर्को कारण छैन, अर्को उपाय छैन। मुक्तिको हेतु कारण यो सर्वात्मा भाव हो। त्यस कारणले गर्दाखेरि सर्वात्मा भावले रहने प्रयत्न गर्नु पर्दछ। अब यो त्यति सजिलो छैन, यो बताउन सुन्न बडा सजिलो छ, चाख लाग्दो छ, आनन्द आउँछ कि, तर यो स्थितिमा आरूढ हुनका लागि हर कसैको पल्ले पर्दैन, यो बडा कठिन कुरो, बहुत अभ्यासको जरुरी पर्दछ, विरक्त हुनुपर्दछ, वैराग्य बिना यो सम्भव छैन। वैराग्य हुनुपर्दछ, सबैबाट वैराग्य, अनि मात्रै यहाँ पुग्न सक्दछ। बिना वैराग्य मान्छे यो स्थितिमा पुग्न सक्दैन। यसै प्रकारले अगाडि बताउनुहुन्छ दृश्याग्रहणं कथं नु घटते देहात्मना तिष्ठतो बाह्यार्थानुभव प्रसक्त मनस तत्तद्क्रियां कुरुवत संन्यासाखिल धर्म कर्म विषयैर्नित्यात्मनिष्ठा परे सत्त्वज्ञै करणीयमात्मनि सदानन्दे सूर्यात्मतः। जुन मनुष्यले देहात्मा बुद्धिदेखि स्थित रहेर बाह्य पदार्थका मनमा आसक्ति राखेर तिनैका लागि निरन्तर काममा लागिरहन्छ, त्यसका लागि दृश्यको अप्रतीति कसरी हुन सक्छ? बडा उत्तम कुरो छ। यहाँ बताउँदै हुनुहुन्छ जुन मनुष्यलाई, जसले शरीरलाई आत्मा मान्दछ, शरीरलाई नै आत्मा मान्दछ र त्यसमा स्थित रहन्छ सदैव,
र अनि बाह्य पदार्थको चिन्तन गर्दछ, बाहिरका जति वस्तु छ मनमा चिन्तन गर्छ, के कोही बेला धनको चिन्तन, इष्टमित्रको चिन्तन गर्छ, मनमा सोचिरहन्छ, मनमा धनका विषयमा सोच्छ, इष्टमित्रका बारेमा सोच्छ, जग्गा जमिनका बारेमा सोच्छ, आफ्नो भाइबन्धु इष्टमित्रका सम्बन्धमा सोच्छ, छोराछोरीका बारेमा सोचिरहन्छ, त्यहाँदेखि नाति पनातिका बारेमा सोच्छ, खानापिउनका बारेमा सोचिरहन्छ। त्यसमा आसक्ति राखेर त्यसरी यसैको विषयमा चिन्तन नहुन्छ भने त्यस्ता व्यक्तिलाई कसरी यो ब्रह्मात्म भाव प्राप्त हुन्छ, कसरी मुक्ति हुन्छ, त्यसको हुनै सक्दैन। किनकि मोहका बन्धनमा परेको छ त्यो, निरन्तर त्यसै तिनै काममा लागिरहन्छ। आज एउटाको चित्त बुझ, एउटालाई कपडा किनेर ल्याइदियो, खानासाना बनाइदियो, त्यति गरेर घर बनाइदियो, जग्गा जमिन किन्थ्यो, सबै गरेर भोलि अर्काका लागि थाल्यो, फेरि अर्काका लागि थाल्यो। यिनीहरूको व्यवस्था गरिदिनु पर्नेछ, नत्र भने यिनीहरूले के सोध्छन्, यिनीहरू नगरिकन म मऱ्यो भनेदेखि उनीहरूले के सम्झिन्छन्, केही नगरिकन मऱ्यो भनेर दोष दिन्छन् भनेर यस्ता प्रकारका मोहले जकडिएको छ मान्छे। यसलाई हुन्छ मोह है। त्यसले गर्दा अब एउटाका लागि चाहिँ फल्ना ठाउँमा फ्ल्याट किन्ने, जमिन किन्ने इत्यादि भयो, अब अर्काका लागि किनिदिनु पर्नेछ, हो जसलाई किनिदिनु पर्नेछ, उसको यसो गर्नुपर्नेछ, त्यसलाई त्यसो गर्नुपर्नेछ। यस्ता प्रकारका मोहका गाँठामा बाँधेको छ मनुष्य। मनमा यस्तो प्रकारले आसक्ति राखेर निरन्तर तिनै काममा लागिरहन्छ भने तिनीहरूलाई यो दृश्यको अप्रतीति कसरी हुन सक्छ? तिनीहरू त्यो दृश्य जगतमै लागिरहेछन्, मोहमा फँसिरहेछन्। अनि त्यहाँबाट कुरा गर्छन् आत्मज्ञानका, ब्रह्मज्ञानका, त कुरै मात्रै गरेर के गर्ने? जब अनुभव छैन, त्याग्ने क्षमता छैन, त्यो आत्माको चिन्तन गर्ने, अनुसन्धान गर्ने क्षमता छैन भने कुरै मात्रै गरेर केही पनि हुनेवाला छैन। मान्छेलाई यो त अरू त कुरो छोडिदियो, आत्मनिष्ठा र ब्रह्मनिष्ठाको कुरो बुझ्नै लाग्छ 10-12 वर्ष, त्यही पनि बुझ्छ कि बुझ्दैन। त्यसले गर्दा कुरै मात्रै गरेर हुँदैन, त्यसरी रहनु पनि पर्छ। निरन्तर आत्मनिष्ठमा, ब्रह्मज्ञानमा मस्त रहने प्रयत्न गर्नुपर्दछ। यस कारणले गर्दा यहाँ बताउनुहुन्छ नित्यानन्दको इच्छुक अर्थात् परम आनन्द, परम शान्ति, परम सुख चाहने व्यक्तिका लागि, त्यस्ता तत्त्वज्ञानीका लागि समस्त धर्म कर्म विषयलाई त्याग गरिदिनु, छोडिदिनु उसले। अब यहाँनिर बताउनुहुन्छ यो कसैले गर्नै सक्दैन भन्ने कुरो होइन। जसले इच्छा छ, तत्त्वज्ञानको इच्छा छ, आत्मा साक्षात्कार गर्ने इच्छा छ, जसलाई आत्मा साक्षात्कार गर्ने इच्छा छ, ध्यान गर्ने इच्छा छ, साधना गरेर आत्मा साक्षात्कार गरेर संसाररूपी बन्धनबाट छुट्ने, मुक्त हुने इच्छा छ भने उसले के गर्नु पर्दछ त भने सन्यास अखिल धर्म कर्म विषय र नित्यात्मनिष्ठा परै समस्त धर्म कर्मलाई छोडिदिनु, धर्म पनि छोडिदिनु। म ईसाई हुँ, हिन्दू हुँ, मुसलमान हुँ इत्यादि हूँ, म स्त्री हुँ, नारी धर्म छ, पुरुष धर्म छ, यी नाना प्रकारका यी लौकिक धर्म सब छोडिदिनु, सबलाई परित्याग गरिदिनु, छोडिदिनु सबैलाई। र कर्म एवं विषयलाई पनि छोडिदिनु, कर्म र विषयलाई पनि छोडिदिनु, सबै प्रकारका कर्म पनि छोडिदिनु, सबै प्रकारका विषय पनि छोडिदिनु। र त्यो सबैलाई छोडेर निरन्तर आत्मनिष्ठामा तत्पर हुनु, आत्मनिष्ठामा तत्पर हुनु। यसो भएपछि मनुष्यले अब के खाउँला, कसले खाना दिएला, भोकले मरिन्छ भने डराउँछ मनुष्य। डराउनु पर्दैन, परमात्माको चिन्तन गर्न थालेपछि जुड्छ सबै। आज 2 दिन 3 दिन भोकै बस्नु पर्यो भने के आपत्ति छ त? पैसाका लागि मान्छे भोकै कुदिरहेको छ, सम्पत्तिका लागि भोकै कुदिरहेको छ, मनुष्य नखाइ नखाइकन भेला पारिरहेको छ, टाइममा खानै छैन, सुत्नै छैन, कुदिरहेको छ। जति सम्पत्तिका लागि कुद्दैछ, जति परिवारका लागि कुद्दैछ, जति शरीरका पालन पोषणका लागि कुद्दैछ भने चाहिँ भोकै भोकै इत्यादि गरिरहेको छ भने आत्मतत्त्वको साक्षात्कारका लागि त्यति सेक्रिफाइस गरोस् न। आत्मतत्त्वको साक्षात्कार, आत्मा साक्षात्कारका लागि त्यति सेक्रिफाइस, त्यति खटोस्, त्यति साधना गऱ्यो भनेदेखि त, त्यति खटेर ध्यान चिन्तन जप तप गऱ्यो भनेदेखि त आत्मा साक्षात्कार भएपछि त परिपूर्ण हुन्छ, ब्रह्मस्वरूप हुन्छ। त्यहाँबाट त परम आनन्द, जीवनमै आनन्दै आनन्द हुन्छ। त्यस कारणले गर्दा यहाँ बताउनुहुन्छ यो सबै छोडेर चाहिँ निरन्तर आत्मनिष्ठामा तत्पर हुनु र आफ्नै आत्मामा प्रतीत हुने यो दृश्य प्रपञ्चलाई प्रयत्नपूर्वक बाध गर्न भने छोडिदिनु। छैन यो दृश्य प्रपञ्च, छैन। जति यो प्रपञ्च जो संसारको यो नाम रूप जति पनि छ त्यो चिन्तन गरिन्छ नि, सोचिन्छ यो विषयमा, यो बारेमा सोचियो भने नि त्यही बसिरहन्छ दिमागमा। यो छैन छैन भनेर हटाइ गर्नुपर्छ। छैन, मिथ्या हो, असत्य हो भनेर। सत्सङ्ग सुनेकै, ध्यान साधना गरेकै,
आत्मचिन्तन गरियो भने यो सबै अर्थ छ। यस्तै प्रकारले यहाँ बताउनुहुन्छ सर्वात्म्या सिद्धै भिक्षु कृत श्रवण कर्मण समाधिं विदधाति स शान्तो दान्त इति श्रुति। अब यहाँ बताउनुहुन्छ श्रुतिले बताएका छन् शान्तो दान्त। श्रुति माने वेद धर्मशास्त्र, वेदले बताएका छन्। श्रुतिले के गर्नुपर्छ? शान्त भनेको वेदान्त श्रवण गर्नुपर्दछ, पहिला वेदान्त सुन्नु पर्दछ। यो वेदान्त हो, यो जो सुनिँदैछ यो भनिँदैछ वेदान्त हो। यो चाहिँ वेदान्त वेदको अन्तिम काण्ड हो, ज्ञान काण्ड हो। यो यसबाट तत्त्व ज्ञान हुन्छ, आत्मा साक्षात्कार हुन्छ, आत्मा के हो भन्ने जानिन्छ। त्यस कारणले गर्दा वेदान्त। अब यो वेदान्त सुन्नु पर्दछ पहिला, वेदान्त नसुने हुँदैन आत्माको ज्ञान। अब वेदान्त सुन्नु पर्दछ र सर्वात्म भावको सिद्धिका लागि अघि बताए नि, सर्वात्म भाव माने सबै प्राणीहरूमा आत्मा छन्, सबै प्राणीहरू आत्मामा छन् र सबैमा आत्मा छ। यस्तो प्रकारको जो सर्वात्म भाव छ त्यसको सिद्धिका लागि समाधिको विधान गर्दैछन् श्रुतिले। कसरी? शान्तो दान्त उपरत तितिक्षु भनेर विधान गरेका छन्। यस्ता प्रकारले यहाँ बताउनुहुन्छ। अगाडि बताउनुहुन्छ आरूढ शक्तिरहमो विनाश कर्तुं न शक्य स विपण्डितै ये निर्विकल्पाख्य समाधि निश्चला सानन्तरानन्त भवाहि वासना। अहङ्कारको शक्ति जहिलेसम्म बढिरहन्छ नि तहिलेसम्म कुनै पनि विद्वानले त्यो अज्ञानलाई नष्ट गर्न सक्दैन, एकाग्र दृश्य प्रपञ्चलाई नष्ट गर्न सक्दैन। त्यसले गर्दा यसै यहाँनिर बताउनुहुन्छ बढेको छ अहङ्कारको शक्ति बहुत बढेको छ। जहिलेसम्म अहङ्कारको शक्ति बढिरहन्छ नि तहिलेसम्म कुनै पनि विद्वानले एकाग्र यसलाई नष्ट गर्न सक्दैन। त्यसले गर्दा कुनै पनि महापुरुषले निर्विकल्प समाधिमा अविचल भावले स्थित भएका छन्। उनीहरूको भित्र पनि बाहिर पनि जन्मको वासनाहरू कता कता देखिन्छ उनीहरूको पनि। कहीँ न कहाँ कुनै न कुनै लोकै क्षण पुत्रै क्षण पित्तै क्षण कहीँ न कहाँ देखिन्छ। त्यस कारणले गर्दा बडा जटिल छ ब्रह्मात्मा भावलाई स्थिति प्राप्त गर्नका लागि। आजभोलि अब अहिले गएर यी टाइसुट र के अरे कोट पेन्ट लाएर इत्यादि गरेर चमडा जुत्ता लाएर वेदान्त छाँटिरहेका हुन्छन्। कोही उपनिषदमा यस्तो लेखिया छ, उहाँ यस्तो लेखिया छ, यस्तो हुनुपर्छ, हामीलाई गुरु महाराजले यसरी ज्ञान दिन्छन्, फल्ना बाबा उस्तो भनेर नाना प्रकारका डिङ हाकिरहेका हुन्छन्। त्यो तत्त्व ज्ञानका नाममा यिनीहरूको बडबखान गर्ने मात्रै उनीहरू केही पनि होइन। न यिनीहरूलाई 5 मिनट एकान्तमा बसेर ब्रह्म चिन्तन गर्ने फुर्सद पनि छैन, क्षमता पनि छैन। एकान्तमा बसेर बिल्कुल एकान्तमा एक्लै रहेर परमात्माको चिन्तन गर्ने, सब कुरो परित्याग गरेर केवल परमात्माको चिन्तन गर्ने क्षमता अहिले गएर न तुखैरेका पासमा हुँदैन। कस्ता कस्ता विद्वानहरू पनि विचलित हुन्छन्। त्यस कारणले गर्दा यो निर्विकल्पका समाधि निश्चला अनन्तर अनन्त भवाहि वासना। त्यसले गर्दा जो समाधिमा स्थित हुन्छन् बहुत प्रकारका विद्वान हुन्छन् उनीहरूलाई पनि वासनाले घसिटिरहेको हुन्छ। त्यस कारणले गर्दा बडा बलवान छ, किनकि अहङ्कार छुटेको छैन। जहिलेसम्म अहङ्कार टुट्दैन तहिलेसम्म बहुत उच्च कोटिमा आरूढ भए तापनि ब्रह्मानन्दमा प्रतिष्ठित हुन बडा कठिन हुन्छ। त्यस कारणले गर्दाखेरि हत्तपत्त नष्ट हुँदैन अहङ्कार। अहम बुद्ध्यैव मोहिन्या योजयित्वा वृत्तिर्बलात् विक्षेप शक्ति पुरुषं विक्षेपयति तद्गुणैः। त्यस कारणले गर्दा मनुष्यलाई मोहित बनाउने, मोहमा फसाउने यो अहम बुद्धिका साथ आफ्नो आवरण शक्तिद्वारा पुरुषलाई संयोग गराएर विक्षेप शक्तिले त्यो अहम बुद्धिका गुणहरूद्वारा मनुष्यलाई विक्षिप्त गरिदिन्छ। अब यहाँनिर के साथ के छ भन्नुको तात्पर्य यो अर्थ बुझ्नुपर्छ। पहिले यो मोहित मनुष्यलाई मोहमा फसाउने जो अहम बुद्धि छ नि, अहम बुद्धि, म शरीर हुँ, म स्त्री हूँ, पुरुष हूँ, ब्राह्मण हूँ, क्षत्रिय हूँ, वैश्य हूँ, सन्यासी हूँ, ब्रह्मचारी हूँ, गृहस्थी हूँ भन्ने जुन चाहिँ हल्को यो अहम बुद्धि छ नि, अहम बुद्धि, यो अहम बुद्धि यति शक्तिशाली हुन्छ यसले आफ्नो आवरण शक्ति छ यसमा। यो आवरण शक्तिद्वारा आफ्नो स्वरूपलाई ढाकिदिन्छ। ढाकेपछि पुरुषलाई संयोग गराउँदछ र विक्षेप शक्ति, यसको विक्षेप शक्ति छ, फेरि अर्को शक्ति छ विक्षेप शक्ति हो। त्यो विक्षेप शक्तिद्वारा त्यसका गुणहरू जो छन्, त्यसका गुण 17 गुणहरू, नाना प्रकारका गुणहरू छन्।
यी अनेक प्रकारका गुणहरूले मनुष्यलाई विक्षिप्त गराइदिन्छ। रजोगुण छ, सत्वगुण छ, तमोगुण छ। यी गुणद्वारा मनुष्यलाई विक्षिप्त गराइदिन्छ, डिस्टर्ब गराइदिन्छ, कहाँ लगेर फसाइदिन्छ। यस्तो प्रकारको त्यस कारणले गर्दाखेरि बडा यहाँ कठिनताको विषयलाई प्रतिपादन गर्दै बताउनुहुन्छ। विक्षेप शक्ति विजयो विषमो विधातुम निषेचमा वर्णम शक्ति निवृत्य भावे दृदृक्षयो स्फुटफयो जलवद् विभागे नश्री तदा वर्णमात्मनि च स्वभावात् निसंशयेन भवति प्रतिबन्ध शून्यो विक्षेपणं नहि तदा यदि चिन्मृचार्थे सम्यक् विवेक स्फुटबोधजन्यो विभज्य दृदृश पदार्थ तत्त्वं छिन्नति मायाकृत मोहबन्धं यस्माद्विमुक्तश्च पुनर्न संसृति। अर्थात् अब यो के भनेको त भन्न यहाँ बताउनुहुन्छ, आवरण शक्तिको पूर्ण निवृत्ति नभइकन विक्षेप शक्तिमाथि विजय प्राप्त गर्न अत्यन्त कठिन छ। अब जस्ता प्रकारले आकाशमा घाम छन्, घामलाई कालो बादलले ढाकिदिएको छ। कालो बादलले ढाकेपछि त्यसबाट गरम गुडुङ गर्छ, पानी पर्छ, बेलबडी आउँछ, नाना प्रकारका किरा पतङ्गहरू निक्लिन्छन्, मान्छेलाई विक्षिप्त सारा उत्पात मचाइदिन्छन्। र जहिलेसम्म त्यो बादल हट्दैन नि तहिलेसम्म त्यो उत्पात रहिरहन्छ। त्यसै प्रकारले यहाँ बताउनुहुन्छ, जहिलेसम्म आवरण शक्ति छ, अज्ञानको आवरण शक्ति। मनुष्य स्वयं आफू स्वयं आत्मा हो। आत्मा कुनै फाल्तु वस्तु होइन, आफू स्वयं आत्मा हो। तर पनि यहाँनिर बताउनुहुन्छ, तर पनि मनुष्यले आफूले आफूलाई जान्दैन, आत्मा तत्त्वलाई जान्दैन, बुझ्दैन। किन? आफू स्वयं सच्चित आनन्द स्वरूप आत्मा भए तापनि त्यसको अनुभव छैन कसैलाई पनि। कारण के हो त भन्दा त्यो अज्ञानको आवरण शक्तिले आफ्नो स्वरूपलाई आत्मालाई ढाकिदिएको छ। अनि त्यो स्वरूपलाई ढाकेपछि मनुष्यले आफूलाई पुरुष मान्छ, स्त्री मान्छ, शरीर मान्छ, मन बुद्धि प्राण मान्छ, ब्रह्मचारी गृहस्थी सन्यासी मान्छ, ब्राह्मण क्षत्रिय वैश्य इत्यादि नाना प्रकारका मान्न थाल्दछ। किन त भन्दा त्यो आफ्नो आत्मा स्वरूपलाई चाहिँ आवरण शक्तिले ढाकिदियो, अज्ञानको आवरण शक्तिले ढाकिदियो। अनि हो त्यो अज्ञानको आवरण शक्ति त्यस्तै आफू आत्मालाई ढाकेपछि त्यहाँ आफूलाई नाना किसिमका मान्न थाल्दछ बाहिर। त्यसै कारणले गर्दाखेरि जहिलेसम्म यो आवरण शक्ति नष्ट हुँदैन तहिलेसम्म विक्षेप शक्ति पनि नष्ट हुँदैन। दुईटा शक्ति छन् अज्ञानका, एउटा चाहिँ आवरण शक्ति, अर्को चाहिँ विक्षेप शक्ति। र जहिलेसम्म मनुष्यको त्यो आवरण शक्ति नष्ट हुँदैन तहिलेसम्म विक्षेप शक्ति पनि नष्ट हुँदैन। त्यस कारणले गर्दा यहाँ बताउनुहुन्छ, आवरण शक्तिको निवृत्ति बिना विक्षेप शक्तिमाथि विजय प्राप्त गर्न सकिँदैन। जस्तै प्रकारले दूध र जल, दूध अनि पानी दुईटा मिलेका छन्, मिलेपछि दूध र पानीलाई छुट्याउन बडा कठिन पर्दछ। त्यसै प्रकारले द्रष्टा र दृश्यको अलग अलग हुनमा, स्पष्ट ज्ञान हुनमा बडा कठिन पर्दछ। जस्तै प्रकारले दूध र पानी मिलेको छ त्यसै प्रकारले दृश्य र द्रष्टा दुईटै मिलेका छन्। अज्ञानका कारणले गर्दाखेरि द्रष्टा र दृश्य दुवै मिलेका छन् र यिनीहरूलाई अलग अलग भएपछि मात्रै स्पष्ट बोध हुन्छ आत्मतत्त्वको। तर यिनीहरूलाई अलग अलग गर्न त एकदम सूक्ष्म बुद्धिको जरुरी पर्दछ। तीखो बुद्धि चाहिन्छ, शुद्ध बुद्धि चाहिन्छ, श्रद्धा भक्ति चाहिन्छ, ध्यान साधना चाहिन्छ, ईश्वरको कृपा चाहिन्छ, गुरुको मार्गदर्शन, गुरुको आशीर्वाद, गुरु कृपा पनि चाहिन्छ। त्यसमा ईश्वर कृपा, गुरु कृपा र आत्माको पुरुषार्थ तिनटै मिलेपछि मात्रै यो सम्भव हुन्छ। तिनटै चाहिन्छ, ईश्वरको कृपा पनि चाहिन्छ, आफ्नो पुरुषार्थ आत्मा कृपा भनेको आफ्नो पुरुषार्थ पनि चाहिन्छ र गुरुको मार्गदर्शन, गुरुको कृपा पनि चाहिन्छ। अनि मात्रै यो सबै सम्भव हुन्छ। यस कारणले गर्दा यहाँ बताउनुहुन्छ, जति बेला यी सबै तिनटै कृपाद्वारा यो आत्मा र दृश्य जगतको भिन्न भिन्न ज्ञान हुन्छ, यो दृश्य हो, यो द्रष्टा आत्मा हो, यस्तो प्रकारले ज्ञान हुन्छ, त्यति बेला आत्मामा ढाकेर बसेको चाहिँ आवरण शक्ति चाहिँ आफै आफ नष्ट हुन्छ। जति बेला तत्त्व ज्ञान हुन्छ त्यति बेला दृश्य र द्रष्टाको बोध भएपछि आवरण शक्ति नष्ट हुन्छ, आत्मालाई ढाकेर बसेको आवरण शक्ति नष्ट हुन्छ। नष्ट भएपछि त्यहाँदेखि विक्षेप शक्ति पनि नष्ट हुन्छ। अब यहाँ बताउनु चाहिँ यदि मिथ्या देख्ने यो बुद्धि आदि पदार्थमा द्रष्टा र दृश्य पदार्थको स्वरूपलाई पृथक पृथक गरेर स्पष्ट बोधको कारण हुनेवाला निसन्देहपूर्वक वाद र पूर्ण विवेक हुन्छ त फेरि विक्षेप शक्ति नै हुँदैन।
त्यही भन्नुको तात्पर्य यो दृश्य र द्रष्टा जो छ त्यसलाई भिन्न भिन्न प्रकारले छुट्याउने जो बुद्धि हुन्छ, ब्रह्म बुद्धि उत्पन्न हुन्छ, आत्मा बुद्धि उत्पन्न हुन्छ। अहिले चाहिँ विषयको बुद्धि छ। अहिले चाहिँ मान्छेको बुद्धि पहिले चाहिँ के हुन्छ, खालि विषयको चिन्तन गर्दैछ। द्रव्यको चिन्तन, खानेपिउनुको चिन्तन, कपडाको चिन्तन, धन गाडी इत्यादिको चिन्तन, इष्टमित्रको चिन्तन, छोराछोरी नाति पनातिको चिन्तन, यसैमा सारा जिन्दगी बिताउँछ भने चाहिँ बिहानदेखि बेलुकासम्म यतिकै सोचेर मान्छेले जिन्दगी बिताइरहेको हुन्छ। आत्मचिन्तन गर्न सक्दैन, आत्माको विषयमा विचार गर्न सक्दैन। तर जति बेला वेदान्तको श्रवण मनन गरेर दृश्य र द्रष्टाको ज्ञान हुन्छ, त्यति बेला दृश्य र द्रष्टा पृथक पृथक रूपले ज्ञान भएपछि दृश्य र द्रष्टा यिनीहरू सबै दृश्य, शरीर इन्द्रिय प्राण मन बुद्धि सारा जगत दृश्य हुन्, आत्मा द्रष्टा हो। यस्ता प्रकारका पदार्थ स्वरूपको पृथक पृथक स्पष्ट बोध भएपछि त्यस पछाडि निसन्देह एकदम शङ्कै नगरिकन त्यसमा बाँधले पूर्ण विवेक हुन्छ, एकदम पूर्ण ज्ञान हुन्छ। पूर्ण ज्ञान भयो भनेदेखि त विक्षेप शक्ति हुँदैन, विक्षेप रहँदैन, डिस्टर्ब हुँदैन केहीमा पनि, पूर्ण आनन्दमा रहन्छ। र यो विवेक जो छ मायाजनित मोह बन्धनलाई काटिदिन्छ। यस्तो प्रकारका विवेकले तत्त्वको जो आत्मा सम्बन्धित ज्ञान छ नि, विवेक जो छ दृश्य र द्रष्टालाई छुट्याउने, आत्मालाई मात्रै जान्ने, यो अनात्मा हो, दृश्य हो, जड हो, यो चाहिँ आत्मा हो, यो चाहिँ मेरो स्वरूप हो भनेर यस्ता प्रकारले आत्मालाई जानेपछि त्यो बाहिरको विक्षेप शक्ति जो छ त्यो नष्ट हुन्छ। त्यो मायाजनित मोह बन्धनलाई काटिदिन्छ, त्यो विक्षेप शक्तिलाई। त्यो बुद्धिले, आत्मा बुद्धिले पूर्ण विवेक भएपछि त्यो सबै विक्षेप शक्ति सम्बन्धित मायाजनित मोह बन्धनलाई नष्ट गरिदिन्छ, काटिदिन्छ। यस्ता प्रकारले मुक्त हुन्छ। त्यस पछाडि त्यो माया बन्धनलाई नष्ट भएपछि, काटिदिएपछि मुक्त हुन्छ व्यक्ति। फेरि उसको जन्म हुँदैन, संसारमा उस जन्म लिएर आउँदैन। त्यति भएपछि त्यस कारणले यस्ता प्रकार मोह बन्धनलाई छुटाउनु र आत्मस्वरूपमा प्रतिष्ठित हुनु नै जीवनको लक्ष्य हो, अर्को जीवनको लक्ष्य छैन। यस्तो प्रकारले जान्नुपर्दछ। अगाडि यहाँ बताउनुहुन्छ परावरैकत्व विवेक वह्निर दहत्य विद्या गहनं यशेषं यं चात्मना संचरणश्च बीजं अद्वैत भावं समुपेयुष्य। ब्रह्म र आत्माको एकत्व ज्ञान रूप अग्नि अविद्या रूप समस्त वनलाई भस्म गरिदिन्छ। अर्थात् अब भन्नुको मतलब के हुँदैन, आत्मा र ब्रह्म, ब्रह्म माने परमात्मा ईश्वर भगवान जे भने पनि ब्रह्म हो। ब्रह्म भन्नाले ब्रह्मेति परमात्मेति भगवानेति शब्दते। भगवान भने पनि, ईश्वर भने पनि, ब्रह्म भने पनि, परमात्मा भने पनि, आत्मा भने पनि एउटै वस्तु हो, एउटैको नाम हो। जस्तो प्रकारले पानीलाई जल, वाटर इत्यादि के भनिन्छ, नीर भनिन्छ, छु भन्दछन्, विभिन्न भाषाका आफ्ना आफ्ना नाम हुन्छन्। त्यसै प्रकारले एकै परमात्मालाई, ब्रह्म तत्त्वलाई, एकै तत्त्वलाई ब्रह्म तत्त्व पनि भनिन्छ, परमात्मा तत्त्व भनिन्छ, ईश्वर भनिन्छ, भगवान भनिन्छ। यस्तो प्रकारले जान्नुपर्दछ। र त्यो ब्रह्म तत्त्व, त्यो ब्रह्म र आत्मा, एउटा चाहिँ आत्मा आफ्नो स्वरूप के हो भने आत्मा, जो म भनिन्छ नि आफू जो छ, प्राण मन बुद्धि चित्त केही पनि होइन, चिदानन्द रूप शिवोहम शिवोहम होइन। यी सबै हटाएर प्राण मन बुद्धि राग द्वेष धर्म पाप पुण्य केही पनि छैन त्यसमा। त्यस्तो प्रकारको शुद्ध आत्मा स्वरूप जो छ, आत्मा चैतन्य, त्यो आत्मा चैतन्य र ब्रह्म तत्त्व एउटै हुन्। ब्रह्म नै आत्मा हो, आत्मा नै ब्रह्म हो। त्यसले गर्दा यस्तो प्रकारको एकत्व ज्ञान, एक ज्ञान, आत्मा नै ब्रह्म हो र ब्रह्म नै आत्मा हो भने यस्तो प्रकारको एकत्व ज्ञान रूप अग्निले अविद्या रूपी समस्त वनलाई भस्म गरिदिन्छ। जस्तो प्रकारले आगो लाग्यो जङ्गलमा भने सारा जङ्गललाई भस्मीभूत बनाउँछ, सबैलाई खरानी बनाइदिन्छ। त्यसै प्रकारले आत्मा र ब्रह्म एउटै हो, ब्रह्म नै आत्मा हो र आत्मा नै ब्रह्म स्वरूप हो भनेर यस्तो प्रकारको आत्मा र ब्रह्मको एकत्व ज्ञान रूप अग्निले सारा अविद्या रूप वनलाई, समस्त वनलाई भस्म गराइदिन्छ। अविद्या अज्ञानलाई नष्ट गराइदिन्छ। अज्ञान र अविद्या एउटै हुनु, अविद्यालाई नै अज्ञान भनिन्छ, अज्ञान नै अविद्या हो, इग्नोरेन्ट। यी सबैलाई नष्ट गराइदिन्छ। र अविद्याको सर्वदा नष्ट भएपछि, अर्थात् अविद्या नष्ट भइसकेपछि, अज्ञान नष्ट भइसकेपछि जति बेला जीवलाई अद्वैत भावको प्राप्ति हुन्छ। अर्थात् अद्वैत भाव भनेको ब्रह्मस्वरूप, अहम ब्रह्मास्मि ब्रह्मस्वरूप हुँ र मेरै अभिव्यक्ति हो सबै भन्ने यस्तो प्रकारको अद्वैत भाव प्राप्ति हुन्छ। त्यति बेला उसलाई पुनः संसार प्राप्तिको कारणै केही रहँदैन।
संसार प्राप्तिको कारणै रहँदैन अद्वैत भाव प्राप्त भइसकेपछि यस्तो प्रकारले जान्नु पर्दछ। र अगाडि बताउनुहुन्छ आवरणश्च निवृत्तिर्भवति च सम्यक् पदार्थ दर्शनतः मिथ्या ज्ञान विनाश तद्वत् विक्षेप जनिता दुःख निवृत्ति। आत्मा वस्तुलाई ठिक ठिक साक्षात्कार भएपछि अर्थात् आत्मालाई यथार्थ रूपले रियलिटीमा आत्मा तत्त्वलाई जानेपछि आत्माको साक्षात्कार भएको कारणले गर्दा आवरण शक्ति नष्ट हुन्छ। जुन चाहिँ आत्मालाई ढाकेर बसेको छ नि स्वरूप, आत्मालाई ढाकेको जो अज्ञानको शक्ति, जो आवरण शक्ति वो त नष्ट हुन्छ। अज्ञानको आवरण शक्ति नष्ट हुन्छ। त्यो नाश भएपछि तथा मिथ्या ज्ञान पनि नष्ट हुन्छ। मिथ्या ज्ञान झुटो ज्ञान, जस्तै प्रकारले ठुटालाई भूत जान्छ, ठुटालाई भूत मान्ने, डोरीलाई सर्प मान्ने, यसो यो मिथ्या ज्ञान छ। डोरी छ तर सर्प मान्दछ, ठुटो छ तर भूत मान्दछ, पुरुष मान्दछ। यस्तो प्रकारको जो मिथ्या ज्ञान छ नि, झुटो ज्ञान हो, त्यस्तो नष्ट हुँदछ। अर्थात् आत्मा हो वास्तविक स्वयं सच्चित आनन्द स्वरूप आत्मा हो, तर आफूलाई शरीर मान्दछ, इन्द्रिय मान्दछ, स्त्री मान्दछ, पुरुष मान्दछ। यस्तो प्रकारको यो सबै मिथ्या ज्ञान हो, झुटो ज्ञान। यस्तो प्रकारको मिथ्या ज्ञान नष्ट हुँदछ आत्माको ज्ञान भइसकेपछि। आत्मा तत्त्वलाई जानेपछि आत्मा तत्त्वको आवरण शक्ति नष्ट हुन्छ, अज्ञानको आवरण शक्ति नष्ट हुन्छ, आत्मालाई ढाकेर राखेको आवरण शक्ति त्यो नष्ट हुने बित्तिकै मिथ्या ज्ञान पनि नष्ट हुन्छ। र मिथ्या ज्ञान नष्ट भएपछि त्यसको अज्ञानको विक्षेप शक्ति जनित दुःखको निवृत्ति हुन्छ। साराका सारा दुःख समाप्त हुन्छन्, सबै दुःख समाप्त हुन्छ, परिपूर्ण आनन्दमा मग्न हुन्छ। यस्तो प्रकारले यहाँनिर आत्मनिष्ठको ब्रह्मनिष्ठको विधान बताइयो। यस्तो प्रकारले यहाँनिर आजको विषयलाई पूर्ण गरिन्छ। हरि ओम तत्सत्।